नमस्ते 안녕하세요 फेरि पनि स्वागत छ। फेरि हामी दोस्रो सर्ट क्लिपमा आइसकेका छौं। यो सर्ट क्लिपमा चाहिँ 6 नम्बर र 7 नम्बर क्वेशनको लागि तपाईको आन्सर छान्नु होला। के हुन्छ आन्सर कमेन्ट पनि गर्नु होला र सँगै हाम्रो पेजलाई भने फलो गर्न नभुल्नु होला र युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नु होला। ल पहिले तपाईहरु यो क्वेशन हेर्नु। क्वेशनमा चाहिँ कति नम्बर आन्सर मिल्छ त्यो आन्सर लगाउनु। तपाई 6 र 7 दुईटै क्वेशनलाई हेर्नु होला र आफ्नो आन्सर भने छुट्याउनु होला। अनि मैले एकैछिनपछि तपाईको यसलाई डिस्क्राइब गरिदिने छु। मज्जाले आफ्नो आन्सर छुट्याउनुहोस्। के भनेको एउटा ख्वाङ्गी रहेको छ, एउटा फिसुत फान्दे रहेको छ। आन्सर छुट्याउनु फिसुतान भन्ने कुरा। ल तपाईको समय सुरु। ल समय समाप्त भइसकेको छ। अब भने मैले यसलाई मिलाइदिने छु। हेर्नु ताउम थान्नवा ख्वान्गे नन गसुन मौसुमनिका भनेको छ। दिएको शब्दसँग सम्बन्ध भएको कुरा के हो भनेर भनेको छ। हेर्नु त एक नम्बरमा छुसक भन्छ। छुसक भनेको कोरियन दशैं है। कोरियन दशैं भन्छ छुसक भनेको, जुन चाहिँ हाम्रो उम्न्यक कोरियन क्यालेन्डर अनुसारको 8 महिना 15 गते पर्छ। सल्लाल भनेको चाहिँ कोरियन नयाँ वर्ष भन्छ। कोरियन नयाँ वर्ष जुन चाहिँ हाम्रो उम्न्यकको 0101 भन्छ। कोरियन क्यालेन्डरको 1 महिना 1 गते पर्छ। ख्यरोन भनेको चाहिँ विवाह भयो। त्यसैगरी छाङ्नेसिक भनेको चाहिँ अन्त्येष्टि समारोह भन्छ है। अन्त्येष्टि समारोह। ल हेरौँ त यहाँनिर के भनेको छ भन्ने कुरा। 1 नम्बरमा छुसक भनेको छ, 2 नम्बरमा सल्लाल, 3 नम्बरमा ख्यरोन, 4 नम्बरमा छाङ्नेसिक। अब हेर्नु यहाँ माथिको क्वेशनलाई हेर्नु। क्वेशनमा के दिएको छ सम्बन्ध भएको। हागिक भनेको चाहिँ निम्तालु अतिथि भन्छ। हागिक भनेको निम्तालु अतिथि। छुगुइगुम भनेको चाहिँ बधाई रकम। छुगुइगुम भनेको बधाई रकम। छुरे भन्छ। छुरे भनेको लमी। छुरे भनेको लमी। नेपालीमा हामी चाहिँ यसलाई पण्डित भनेर सम्झिन सक्छौं है, विवाह गराइदिने मान्छे। छङछपचाङ भनेको चाहिँ निमन्त्रणा कार्ड। निमन्त्रणा कार्ड है। निमन्त्रणा कार्ड भन्ने कुरा। छङछपचाङ भनेको निमन्त्रणा कार्ड, बिहेको निमन्त्रणा कार्ड भनेको। अब निम्तालु अतिथि, बधाई रकम अथवा चाहिँ बिहे गराइदिने मान्छे लमी सँगसँगै निमन्त्रणा कार्ड छ भन्यो भने अब यो सबै हुने कुरा चाहिँ केमा हो, केसँग सम्बन्धित भएको हो भन्छ। यो छुसक होइन है। छुसकमा हामीले चाहिँ बरु खाङगाङ सुल्ले भन्ने कुरा, खाङगाङ सुल्ले जस्ता कुराहरू हुन्छन्। छुसकमा चाहिँ भएन। अनि सल्लाल भन्छ कोरियन नयाँ वर्ष पनि होइन यो। निम्तालु अतिथि, विवाह अथवा लमी, पण्डित भन्यो भने आन्सर चाहिँ रहेको छ हाम्रो 2 नम्बर। छाङ्नेसिक भन्छ। छाङ्नेसिक भनेको चाहिँ अन्त्येष्टि समारोह। अन्त्येष्टि समारोहमा बधाई रकम भन्न मिल्दैन। बरु अन्त्येष्टि समारोहमा हाम्रो चाहिँ छुउइगुम भन्छ, जुन चाहिँ समवेदना रकम भन्ने कुरा। समवेदना रकम भनेर भन्छ। यो गर्दाखेरि 6 नम्बरको आन्सर रहेको छ। 3 नम्बर ख्यरोन भन्ने विवाह भन्ने कुरा। अब 7 नम्बरको आन्सर चाहिँ के हुन्छ कमेन्ट गर्नु र यसपछिको क्लिपमा भने, यसपछिको सर्टमा भने मैले यो 7 नम्बरलाई पनि राख्ने नै छु। ल आजलाई छुट्टिन्छौँ। हस् नमस्ते।